हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई शुभ बिहानी सेवा नमस्ते। मेरो नयाँ ब्लगमा तपाईँलाई स्वागत छ। आजको ब्लग चाहिँ स्पेसल सानो मिनी ब्लग हुनेछ 6-7 मिनटको। अनि अहिले चाहिँ मैले कहाँबाट ब्लग गर्दैछु भने म चाहिँ अहिले नाइट ड्युटीमा छु। कामसाम सिद्ध्याएर अब सकेको भनौँ बसिरहेको छौँ। अब बस आउँछ सायद आधी घन्टा बादमा। बस आएपछि हामी निस्किनेछौँ रुमतर्फ। अनि आज चाहिँ खास विशेष भनेको भाइटिका पनि हो। आज 2082 सालको तिहार भनौँ न। सबैलाई एकदम धेरै शुभकामना छ। ह्याप्पी तिहार, ह्याप्पी भाइटिका सबैलाई। अनि मेरो सबैजना सम्पूर्ण भाइ भनेपछि दिदीहरूलाई धेरै धेरै शुभकामना छ। अब यो वर्ष यस्तै भयो, हामी बाहिर हुने विदेशमा हुने मान्छेहरूलाई चाहिँ यस्तै हो क्या। दसैँ तिहार न तिहार, ड्युटीको ड्युटी, कामको काम, त्यही हो साथीहरू। ड्युटी हुन्छ, पेसाले गर्दा कामले गर्दा गलेर हत्तु भइन्छ। फेरि जानु पनि कहीँ गइँदैन, के देखाउनु अब के देखाउनु कसैलाई होइन। त्यहाँ एउटै त हो, जहिले ड्युटी आयो गयो त्यो भिडियो के बनाउनु भनेर आजसम्म बनाएको छैन। त्यो भएर आज जो सरले बनाइदिनु आज जो सरले बनाइदिनु मर्दको छोरो हो भने इङ्ग्लिसमा भन्नु, ब्लग बनाउनु इङ्ग्लिसमा ब्लग बनाउनु फक्यो इङ्ग्लिसमा भन्नु त। ल तिमी भन त, ल तिमी इङ्ग्लिस ट्यालेन्ट मान्छे, ल तिमी भन त। म त आउँदैन इङ्ग्लिस। यु टिच मी प्लिज, टिच मी। प्लिज किन तिमी जान्ने भएर आउँछौ त नि। ल अब भाइ पनि आइगयो। आज चाहिँ के अरे ह्याप्पी दिवाली। छाडा नबोल न मुखमा जहिले पनि ह्याप्पी तिहार एउटा हेर्नु त। आजको शुभकामना भाइटिकाको धेरै धेरै शुभकामना तिमीलाई होइन। त्यसो तिमी यो भाइ चाहिँ कस्तो छ भने नि, यो के भन्ने भाइ लास्ट अल्टर खालको मान्छे छ। उसले भन्दाखेरि त्यो ल्याए भन्ने खाल अर्को ल्याउने खालको मान्छे छ। त्यही हो क्या। एकछिन दिनु उसलाई चाहिँ खासमा उसको नाम चाहिँ मैले केसी राखिदिएको छु। मैले चाहिँ कलौटे हो खास नाम उसको। यस्तै हेर्नु चाहिँ ट्याक्कै कलौटे। मैले चाहिँ बुङ्गु राख्दिएको 10-12 लाख रिङ नर्मलै हो भन्ने जस्तो लाग्छ। राख्दैन साथीहरू एकछिन दिनु न त। अनि अर्को कुरा चाहिँ के भन्छु भने एकछिन दिनु न त। ए साथी ओ जुत्ता ल्याउँछ त म त। जुत्ता एकचोटि त्यो च्यातेको जुत्ता देखाउनु न। मेरो जुत्ता यस्तो भएर साथीहरू च्यातेर हेर्नु नि, यस्तो च्यातिरहेछ। यो पनि च्यातिरहेछ। के हो यो यस्तो हमलाई मचा देखिरहेको। तिम्रो देखाउ त खोलेर एकचोटि। मेरो त होइन मचा देखाउ न। किन देखाउनु? त्यो मचा चाहिँ दुलो परिरहेछ साथीहरू। अब हाम्रो कामसाम सक्यो। अब पर गएर अब डाइरेक्ट एकैचोटि म गएर तपाईँहरूलाई रुममा गएर भिडियो गर्छु होला सायद। अनि हामी चाहिँ अहिले बस पर्खिरहेछौँ साथीहरू। देख्नु सक्नुहुन्छ यहाँ कालोभन्दा कालो अनुहार परेको चोर, कालोभन्दा कालो अनुहार परेको चोरसँग तपाईँहरूलाई मैले देखाइदिएको छु साथीहरू। इलामको बच्चा चोर। ओ इलामको बच्चा चोर सुतेको हो कि हेरेको हो कि आँखा नचिनिने। लाइटले गर्दा त कलौटेलाई पनि साला गएर देखाउँछ त। फाइनली साथीहरू बस पनि आयो। बसको वेटिङमा थियो। बस आयो। अब हामी यहाँबाट निस्किन्छौँ सट्ट लाएर। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो बसमा चाहिँ 1, 2, 3, 4, 5, 6जना मात्रै हुन्छौँ। सट्ट लाएर हामी अब रुमतर्फ साथीहरू। बाई बाई। बिहान 6:15 दृश्य यो। हामी फर्किँदैछु दुबई कम्पनीबाट। यस्तो छ दृश्य रमाइलो दुबई साथी हो। सिटीतिर मात्रै राम्रो है यस्तो यो रमाइलो गाडी। जस्तै वर्करमा आउनेहरूलाई चाहिँ यस्तै हो ठाउँ। बस्ने पनि यस्तै केही न केही। एउटा कलौटे भाइ सुतिरहेको छ। यस्तो भयो भने कसैले सब्सक्राइब जतिजनाले पनि गरेको छन् त्यस्ताको नगरिदिनु है, अनफलो गरिदिनु। धन्यवाद त्यसको लागि। तिम्रो अनुहारले भन्दाखेरि मानि पनि हाल्छ। इङ्ग्लिसमा 2 शब्द छ होस् न। या गुड मर्निङ एभ्रिवान। त्यो त नर्मल हो, अलिक ह्याप्पीवाला भन्नु न। तिमी भन त्यसपछि म भन्छु। हेलो गाइज, दिस इज माई introduction. This is my
अनि के भन्छ त ओके दिस इज माई इन्ट्रोडक्सन यस एन्ड नाउ वी आर गोइङ द आवर क्याम्प हङकङ हङकङ लामो हङकङ चाइना क्याम्प हावा इङ्ग्लिस नहोला त्यस्तो तपाईँभन्दा एजुकेटेडै हो यस्तै छ साथीहरू रुम जाने बाटो हाम्रो यो यस्तै छ क्याम्प आइपुग्यो त्यही हो हाम्रो क्याम्प त्यही हो यस्तै छ हामी बस्ने एरिया के देखाउनु अरू त बिहान शुभ बिहानी अब एकैचोटि रुममा गएर भेटौँला साथीहरू ल फाइनली साथीहरू रुममा पनि आयो लुगा पनि फेरिसकेँ मैले तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो रुमको विदेशी परदेशीको रुमको हालत चाहिँ यस्तै हुन्छ यस्तै छ है यस्तै छ साथीहरू मेरो चाहिँ पर लास्टको हो माथि आएर भसिङ्गाएर सुतिसक्यो आएर खुट्टा पनि धुँदैन मुख पनि धुँदैन हेर्नु साथी एक्कासी सिरप ब्ल्याङ्केट पनि नधु कति महिना भएको नि ओके साथीहरू म चाहिँ अब खाना लिनुको लागि हिँडिसकेको छु हातमा पानदिराम बोकेछु खाना लिन जान्छु मैले के बिर्सेँ जस्तो चाहिँ लाग्दैछ साथीहरू के बिर्सेँ मैले के बिर्सेँ जस्तो लाग्दैछ तर पैसा छ कार्ड पनि छ यस्तो छ बाहिर रुमको अवस्था एउटा यस्तो छ चट्ट लाएर ब्लग बनाऊ चाहिँ के भने नि साथीहरू तपाईँहरू साँच्चीकै मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला है साथीहरू जसरी भए पनि मैले यो च्यानल खोलेको लगभग 3 वर्ष 4 वर्ष भइसक्यो होला अहिलेसम्म सब्सक्राइबरै छैन अब भिडियोहरू त लाउँछु कोही बेला लाउँछु अब त्यस्तो हुँदाखेरि अब त्यो सब्सक्राइबरहरू नभएपछि भिडियो बनाउनु पनि अल्छी लाग्दो रहेछ क्या मनै नलाग्दो रहेछ अनि त्यही भएर होला मेरो चाहिँ कार्डबाट स्क्यान हुन्छ स्क्यान गर्नुपर्छ बाहिर गेट बाहिर निस्किँदाखेरि मेरो फोनकै कभरमा भएकोले गर्दा यसरी पनि निकालिदिन्छु त्यहाँ जानुपर्छ खाना लिनु त्यो चाहिँ मल हो साथीहरू अहिले खुल्ला हुँदैन अहिले किनभने बिहान भर्खर 7 बज्यो नि त 7 बजी पनि त्यो 9 बजी 10 बजीदेखि खुल्ला हुन्छ होला त्यहाँ हरेक चिजहरू पाउँछ त्यहाँभित्र चाहिँ अनि त्यसको टपमा चाहिँ 3 नम्बर टप 3 कि 4 नम्बर हो त्यहाँ चाहिँ फुडहरू खानाकुराहरू नेपाली होटलहरू सबै छ क्या रेस्टुरेन्ट 5 रुपियाँ बोकेर म खाना लिन जान्छु तर 5 रुपियाँ म 4 रुपियाँ फर्केर लिएर आउँछु 1 रुपियाँको मात्रै लिएर आउनु पर्छ चामल मात्रै एउटा 1 रुपियाँको ल्याउनु पर्छ सब्जी भाइकै पुग्याएको छ दाल छ यो कार्डमा चाहिँ महिनावारीको खाना आउँछ 300 रुपियाँ हो महिनावारी भाइले अलरेडी 300 पे गरिसकेको छ र खाना त्यसमा आउँछ खानामा एउटा दाल आउँछ एउटा चामल आउँछ एउटा सब्जी आउँछ तर त्यही सब्जी हामी 2टा चामल लिएर मिलाएर खान्छौँ किनभने पैसा छैन साथीहरू पुऱ्याउनु पर्यो सेलाएर आइन्छ म त्यही भएर हो ल यही माथि हो अरू बेला चाहिँ यताबाट खुल्ला हुन्छ सिडीबाट लिफ्टबाट जानु मिल्छ अहिले खुल्ला बन्द भएपछि चाहिँ लिफ्ट चल्दैन सिडीबाट चढेर जानुपर्छ साथीहरू ल ए साथीहरू मैले फाइनली चामल पनि लिएर आइसकेँ चामल आउँदैछ खाना चामल सब्जी लिएर आइसकेको छु अब रुममा गएर खाना खाने हो हातखुट्टा धुने अनि सुत्नुपर्छ साथीहरू है अनि आजको भ्लग चाहिँ यस्तै हो साथीहरू मैले चाहिँ के देखाउनु खोजेको भन्दाखेरि के देखाउनु हो परदेशीको लाइफ चाहिँ यस्तै हो भनेर देखाउनु खोजेको है साथीहरू परदेशी लाइफ आयो ड्युटी गयो आयो खाना खायो सुत्यो फेरि उठ्यो ड्युटी गयो आयो खाना खायो उठ्यो सुत्यो कन्टिन्यू त्यही हुन्छ साथीहरू अरू नयाँ नौलो केही हुँदैन त्यति हो ल है साथीहरू मैले चाहिँ अब खाना लिएर आएको छु मैले के लिए त सब्जी तपाईँहरूलाई देखाउँछु ल देख्नु यहाँ यो चिकन ससेस हो ससेस ल्याएको छु अनि दाल छ यस्तो दाल प्याकेटमा आउँछ चामल चाहिँ यस्तो पोलिथिनमा प्याकिङ गरेर आउँछ अब खानासाना खान्छौँ अनि तपाईँहरूलाई फेरि भेट्नेछु है म गाइज अब खानासाना पनि खाएँ अब ओछ्यान पसेँ म चाहिँ अब आजको ब्लग चाहिँ यति नै साथीहरू आज सुत्दिनु पऱ्यो निन्दा पनि लास्टै लाग्यो रातभरि अनिन्दा सुताइ छैन ड्युटी गरेर आएको बाई साथीहरू नेक्स्ट ब्लगमा भेटौँ है